हेलो सबैजनालाई गुड मर्निङ अनि वेलकम छ मेरो मिनी ब्लगमा। अनि मलाई सबैजनाले सब्सक्राइब गरिदिनु होला। अनि आज चाहिँ म आफै बोलेर थोरै भिडियो बनाउनु पर्यो भनेर बनाउने कोसिस गर्दैछु। अनि सबैजनाले हेरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला। अनि कतिजनाले मेरो भिडियो हेरिदिनुहुन्छ तर सब्सक्राइब चाहिँ गरेको हुँदैन, सब्सक्राइब गरिदिनु होला। अनि साथीहरू अब चाहिँ म यहाँ कुखुरालाई चारो दिन आँटेको, हिजो मात्रै किनेर ल्याएको छु हैन। अनि मेरो कुखुरा चाहिँ यहाँ मुनि छ दुईटा। यो चाहिँ घोङ्गी हो, तपाईहरुले खानुभएको छ कि छैन? यो घोङ्गीको चाहिँ यसरी टुप्पो काटेर उसिनेर फालेर खानुपर्छ। साथीहरु घोङ्गी चाहिँ पाक्यो हैन। म तपाईहरुलाई खाएर देखाउँछु ल। कस्तो मिठो लाग्छ है। कस्तो दामी भन्छ।